सिनियर तपाईँहरू पनि हुनुहुन्छ, आएन भने त अप्ठ्यारो हुन्छ, मजा लाग्दैन भन्नुहुन्छ। अन्त त्यस्तै गरी मण्डपमा पनि हेर्नुहोस्, सबै माताजीहरू बहिनीजीहरू पनि भिड छ, अनि उहाँहरूले नै हामीलाई माया गर्नुहुँदैछ। हेर्नुहोस् हाम्रो भाइजीहरू कति 6-7 जना पनि छैन, ताकि हाम्रो उसमा पुरा हुनुपर्ने। अहिले शनिबारलाई मद्दत गर्ने मान्छे भाइहरू कम्ती छ, उहाँ एक्लै हुनुहुन्छ। हामीले यो सोच्नुपर्छ कि उहाँलाई पनि सहयोग गर्नुपर्छ। हामीले माताजीले मात्रै हामीलाई सहयोग गरेर भएन नि त, उहाँले त गरिरहनु भएको छ नि त, माताजीहरू बहिनीहरूले सबैले। र पनि हाम्रो हेर्नुहोस् कमी म के देख्छु भनेदेखि हाम्रो भाइजीहरूमा धेरै नै हामी कमजोरी छ। अब केमा के उयो हुँदैछ तर पनि हामीले नै बुझेर हामीले भाइलाई हामीले सहयोग गर्नुपर्छ भन्ने चाहिँ मलाई लागिरहेछ। माताजीहरूले बहिनीहरूले गरिराख्नु भएको छ। हेर्नुहोस् म त्यति साह्रो उसमा त छुइनँ, श्रीमत धर्म उसमा सबलाई थाहा छ। र पनि मैले बाबालाई हामीले बिहान 4 बजीको समय म याद गर्छु, मलाई अगाडि बढाइदिनुहोस्, मेरो जति भुल भएको छ मलाई क्षमा गरिदिनुहोस् होइन। कतिवटा कुरोमा हामीले माफ पनि माग्नुपर्छ। अनि यस्तो गरेर हामीले यहाँ सेन्टरमा हेर्नुहोस्, बिचारा उहाँ भाइले मात्रै गरेर भएन नि त, खुसी लाग्छ उहाँले आफ्नो उयसमा गरिरहनु भएको छ र हामीले पनि उहाँहरूलाई मद्दत गर्नुपर्छ। माताजीहरू बहिनीहरू त छँदैछ नि, हेर्नुहोस् न यहाँ अहिले माताजीहरूको भिड कहाँ छ भाइजीहरूको। अन्त मन्डपमा पनि हेर्नुहोस्, डायमन्डमा हेर्नुहोस्, उसमा हेर्नुहोस्, जहाँ पनि कसको हुन्छ माताजीहरू नै हो। र माताजीहरूलाई धेरै धेरै धन्यवाद छ, बहिनीहरूलाई धेरै धेरै धन्यवाद छ तपाईँहरूले सहयोग गरेकोमा, यसरी हाम्रो बहिनीहरूलाई मद्दत गरिदिएकोमा। र म त त्यही धेरै के भन्नु र है, त्यही हो, आफू नचले तापनि यताउतिमा नभए तापनि कोसिस गर्दैछु, कोसिस गरेर होइन सबैलाई नै सहयोग गर्ने अनि आफू उसमा पनि चल्ने मलाई के अरे आशा लाग्छ कि म सायद गर्नु सक्छु होला केही न केही। हाम्रो सेन्टरको लागि पनि म केही न केही त अब बहिनीले अघि नै भनिहाल्नु भयो, कहिले कस्तो कस्तो गरेर त भन्नु भएन। र त म मेरो घरमा कस्तो प्रब्लम छ मलाई थाहा छ नि त, तर म चाहिँ के हो भनेदेखि बेफोर बादशाह, जो होगा अच्छा होगा, जो होने वाला है अच्छा होने वाला है, बेफिकर बादशाह चाहिँ म है। नै त मेरोमा हेर्नु न, मेरो ज्वाइँ ठिक थियो न, छोरी ठिक छ न, मेरो परिवार छ हो। र पनि म बाबालाई साथ छोड्दिनँ। तपाईँहरूले हामीले खालि पनि बाबालाई छोड्नु भएन होइन। र यसै गरेर हामीले अगाडि आफ्नो उसलाई चाहिँ हामी बढाउँदै जाउँ भन्ने कुरो। धन्यवाद। ओम शान्ति।